हेलो फ्रेन्ड्स, वेलकम ब्याक। आज चाहिँ अब एज युजुअल म चाहिँ एकदमै ब्युटिफुल प्लेसमा छु। हेर्न सक्नुहुन्छ मेरो पछाडिको भ्यू एकदमै ब्युटिफुल छ। अनि ब्याक क्यामेराबाट राम्ररी क्याप्चर गर्न सक्दिनँ किनकि मेरो क्यामेरा राम्रो छैन। अनि एकदमै ब्युटिफुल ठाउँमा छु आज चाहिँ। हेरौँ ब्युटिफुल सिन्सहरू, मसँग इन्जोय गर्नुहोस् यहाँको भ्यू। अनि यहाँको ब्युटी चाहिँ यति राम्रो छ कि बयान गर्न सक्दिनँ। तर क्यामेराले राम्ररी क्याप्चर पनि गर्न सक्दिनँ किनकि त्यति रमाइलो राम्रो क्यामेरा छैन। अब धेरै पुरानो फोन भएकाले हावा लागिरहेछ। यहाँ तलको भ्यू देखाउँछु हजुरहरूलाई म। अब धेरै हाइटमा छौँ हामी चाहिँ। अनि यहाँ चाहिँ ब्युटी अब क्यामेराले क्याप्चर गरे अनुसारको देखाइरहेको छु म। यहाँनिर चाहिँ अब एकदमै हाइमा छु। यहाँ धेरै ठुलो रुखहरू पनि छैन, यति धेरै हावा लागिरहेछ। यहाँ चाहिँ एकदमै हाइमा छौँ हामी चाहिँ, एकदमै हाइटमा। अब धेरै हावा लागिरहेछ, चिसो चिसो हावा काममा। ब्युटिफुल प्लेसमा आनन्दले सुतिरहेको छु म त। घाम लागिरहेछ मुखमा, एकदमै ब्युटिफुल प्लेस छ। आनन्दसँग मजाले सुत्छु म 1 घन्टा जति। जस्ट किडिङ। अब ब्युटिफुल प्लेसमा धेरै हावा लागिरहेछ। ऊ चाहिँ मेरो ब्रदर। हाई गाइस, हाई। अनि ब्रदरसँग घुमिरहेको छु म चाहिँ। अब एकदमै हावा लागिरहेछ, धेरै हाइटमा छौँ हामी चाहिँ। अहिले चाहिँ अब घर पुगिसकेको छु। अहिले होइन, अघि नै पुगिसकेको थिएँ। सो अघि सुतेको थिएँ किनकि खुट्टा दुखिरहेको थियो, त्यसैले म चाहिँ सुतिरहेको थिएँ। अनि अहिले भिडियो बनाइरहेको छु। अनि खुट्टाले मैले चाहिँ अहिले बिउजेर अलिकति मेरो खुट्टालाई भने, हेर साथी, हामीलाई एक्सर्साइज गर्नु छ, अलिकति साँच्दैन भनेको। खुट्टाले भन्छ त आफै गर, म त साँच्दिनँ भन्छ। त्यतिसम्म खुट्टा दुखेर हैरान भएको छु। त्यति टाढासम्म घुम्न गएँ, त्यसैले खुट्टा दुखिरहेछ। सो अनि एउटा कुरा याद आयो, 12th स्टुडेन्ट्सहरूलाई चाहिँ, 12th स्टुडेन्ट्सहरूलाई मात्र होइन, यो चाहिँ सबैलाई हो, ध्यान दिएर सुन्नु होला। अब तिमीहरू होइन कुनै पनि कुरामा फेल भयो, अब क्लासमा होस् या लाइफमा कुनै पनि कुरामा फेल भयो होइन, अब सबजनाले भन्ने नेगेटिभ नै हो। त्यसैले चाहिँ म चाहिँ भन्छु हजुरहरू चाहिँ बेसरम बन्नुहोस्। यस्तो बन्नुहोस् कि कसैको कुराले, कसैको नेगेटिभ थट्सहरूले, नेगेटिभ कुराहरूले फरक नपर्ने के। अब मतलबै गर्नु भएन ती कुराहरूलाई। त्यतिसम्म बेसरम बन्न भन्छु म चाहिँ। अरू त्यस्तै हो, अप्स एन्ड डाउन भइरहन्छ। बेसरम भएर अघि बढिरहनुपर्छ नरोकिकन। सो अब मेरो खुट्टाले चाहिँ धेरै साँच्दिनँ भन्छ है, आराम चाहियो भन्छ। त्यसैले म चाहिँ सुतेँ। भ्लग एडिट गरेर अपलोड गरिहाल्छु, डोन्ट वरी। सो आजको लागि यति नै, भेटौँला नेक्स्ट भ्लगमा। टाटा, बाई बाई, टाटा।